हेलो हजुर नमस्कार सबैजनालाई मेरो युट्युब च्यानल हेरेर बस्नुभएको सबैलाई स्वागत छ। सबैजना कुशल मङ्गलै हुनुहुन्छ होला। म चाहिँ आज आएको छु यहाँको रहेको अम्बेश्वरी मन्दिर नै नजिकै रहेको ग्रिन पार्कमा है। अब म तपाईँहरूलाई यहाँभित्रको दृश्य देखाउन गइरहेको छु। भित्र चाहिँ ग्रिन पार्कभित्र के रहेको छ भन्ने कुरा। यहाँ डाइनोसरको यत्रो ठुलो मुख रहेको छ। 100 को टिकट लिएर अब चाहिँ म छिर्दैछु भित्र। यहाँबाट जाने डाइनोसरको पेटमा नि बाबु डर लाग्दैन कि हैन? यहाँ चाहिँ यस्तो मजाको रहेको छ। यो चाहिँ टक्क हात्तीको बच्चाको सुरबाट मजाले पानी शीतल पनि छ। यो वरिपरि यो गर्मी मौसममा चिसो भइरहेको छ। यता चाहिँ पुरानो रुखको बोट रहेछ। त्यसलाई चाहिँ मजाले माथिबाट छोपेर संरक्षण गरिएको छ। यता भित्र अनि यतातिर चाहिँ यहाँबाट भित्र छिर्ने बाटो अनि यता चाहिँ रेस्टुरेन्ट रहेको छ। यो चाहिँ निर्माणाधीन छ भइरहेको छ। यहाँ चाहिँ खाना नास्ताको राम्रो व्यवस्था गरिएको छ। योभन्दा भित्र मजाको ठाउँ छ। मस्तले घुम्न पाइन्छ। यहाँ चाहिँ निर्माणाधीन छ। यो अझै बन्दैछ। त्यही भएर यहाँ दाइहरू काम गर्ने दाइहरू चाहिँ भारी सहित आउनुभएको छ। यो चाहिँ रमणीय छ। एकदम मजाले सबैजना हुनुहुन्छ। मजाको इन्जोय गर्न सकिन्छ। यहाँ मजाले घुमेर सबैजना आज फुर्सद सबैलाई एकदम मजा लिइराख्नु भएको छ। दिदी हाम्रो यो जनताहरूको सुरक्षाको निमित्त पनि यहाँ खटिनु भएर भएको रहेछ। यहाँ चाहिँ टिकट बनाउने यो चाहिँ मजाको हिँड्ने बाटो। यहाँ चाहिँ एकदम भिड हुन्छ। अहिले चाहिँ छैन, नत्र अरू बेला चाहिँ यहाँनिर चाहिँ यसो टिकटकहरू बनाउने भिड हुन्छ। यहाँ पनि टिकटक बनाउने क्रम जारी छ। सबैजना सब खुसी हुन्छ है। यहाँ एकदम खुसीले मजाले खुसी भएर हिँडिराख्नुहुन्छ। मजाको ठाउँ छ। खोराइवटा नम्बर चाहिँ कति हो? 18 हो कि 17 हो। अम्बेश्वरी मन्दिर नजिकै रहेको यो ग्रिन पार्क। यहाँको चाहिँ यो एकदम यहाँ झन् धेरै मान्छे नै मान्छे जताकतै भिडभाड छ आज। यता पनि मस्त भिडियो बनाउने, यता पनि एकदम भिडभाड सबैतिर। यो पनि सबैतिर बन्दैछ। बिस्तारै बन्दैछ। कतिपय ठाउँमा बनिसकेको छ, अझै बन्दै कुनै ठाउँमा बन्दैछ। यता पनि रहेको छ यसको आकर्षक। यहाँ पोखरी छ यतातिर, यता माथि जाने बाटो। अनि यहाँ चाहिँ मजाको यो चाहिँ मजाको पोखरी छ। मजाको पोखरी छ। यो पानी चाहिँ बगेर तल जान्छ। यही पानी माथिबाट आएको हुनुपर्छ। मजाको यहाँ चाहिँ पुल। यसको मुख्य आकर्षण चाहिँ यहाँ माथि रहेको छ। यहाँ चाहिँ अब हामी बसिरहेको छौँ।